जय शम्भु सबैलाई। आज चाहिँ हामी टक्क यहाँ रत्ने चौरमा छौँ। हाम्रो आदरणीय दाजु नमस्कार। जय शम्भु हजुर। अनि हाम्रो बेनीबाट चाहिँ आदरणीय साथी आउनुभएको छ। नमस्कार, जय शम्भु। जय शम्भु। दाजुले पनि हामीलाई हेल्प गरिरहनु भएको छ है। दाइको यहाँ रेस्टुरेन्ट छ, त्यो रेस्टुरेन्ट त्यो थोरै फुल्न लागिसकेको छ। सहजकर्ता। अब यहाँदेखि चाहिँ टक्क सुरुवात सेटअप हुने कार्य हुँदैछ। यहाँले टक्क स्केच सकेर होइन ब्राउन कोट गरेको छु अलिकति यो धेरै आँखा खान्छ भनेर सेतोले। दाइको त यो त स्काई आउँदै रहेछ। स्काईमा एउटा यहाँ तिन चाहिँ जहाज उडेको पनि बनाइदिनु पऱ्यो दाइ तपाईँले। जहाज उडेको बनाइदिनु पऱ्यो। मलाई विदेश लाने जहाज बनाइदिनु पऱ्यो तपाईँले। ए हस् हुन्छ। त कहाँ कोरिया जापान कहाँ जाने? यो कतारतिर जाने बनाइदिनु न। कतार जाने? हजुर। यता चाहिँ हाम्रो लगिनजीले पनि टक्क स्काई खेल्दै हुन्छ। फुल्ली सिस्टमेटिक छ उहाँको चाहिँ स्ट्यान्डहरूदेखि लिएर सबै यही सिनलाई टक्क क्याप्चरिङ हुँदैछ अब चाहिँ। चलिरहेको छ है, चलिरहेको छ। हामीहरू आतिएका छैनौँ। हामी आतिएका छैनौँ। दाइ आतिनु भएर हामी आतिएको पनि छैन, मातिएको पनि छैन। ओके। यस्तो छ मौसम चाहिँ पुरै चिसो सिरोटोले ठोकिरहेको छ हामीलाई। त्यही पनि हाम्रो चाहिँ डेगहरू हाम्रो हातहरू रोकिएका छैनन्। के कस्तो लगिन्छ? चलिरहेको छ मौसम चाहिँ यस्तो छ। टिकटक बनाउनेको लहर छ, रमाइलो भइरहेको छ। ल हामी चाहिँ अहिले चाहिँ लगभग मध्यान्तरतिर आइपुगेको छौँ। यस बेला स्टुडियो घडीमा 3:30 बजिसकेको छ। हाम्रो पेटमा मुसा दुकुर्ने बेला भइसकेको छ। अब लगिनजीको चाहिँ अहिले फोटो सेसन कार्यक्रम चलिसकेको छ। के सकियो र हजुर? सकेका छन्। पुरै जाडो सिरोटोले आज मजाले सेक्यो। ठिकै छ। शिखर हात टिक्टायो
हाम्रो आजको कार्यशाला चाहिँ ठ्याक्कै समाप्त भएको छ होइन। मेरो पेन्टिङ त्यो भ्यू है, अलिक क्लोज भ्यू छ मेरो चाहिँ। के छ केटा तिमीलाई कस्तो लाग्यो? दामी छ नि। मनदेखि हो कि बाहिर मुखाले मात्रै? बाहिरदेखि होला यार, मनदेखि होइन होला, मुखाले मात्रै होइन। दामी छ भने केटाहरूले मनदेखि भनेन नि त। हाम्रो दाईको बबा लागेको छ दाईको चाहिँ ठ्याक्कै यही भ्यू छ। हाम्रो लगिन्जीको पनि बबा लागेको छ, ठ्याक्कै यही भ्यू। यो भ्यू रहेछ। ल अब फेरि हामी चाहिँ अर्को हप्ता अर्को शनिबार भेट्नेछौँ है। जय शम्भु सबैलाई। ल दाइ आजको कार्यक्रम अन्त्य गरिदिनु नि त। अन्त्य गरिदिनु कार्यक्रम। ल आज कार्यक्रममा समापन भएको घोषणा गर्नुभयो दाइले। सबैलाई दिन भाइलाई धेरै धेरै धन्यवाद। आज चाहिँ बेनीबाट पालिदिनु भयो। नमस्ते, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद यो अवसर जुराइदिनु भयो। सधैँ यस्तै चाहिँ अब यस्तो रमाइलो गर्नु पाइन्छ। सधैँको शनिबार जुरोस् यो अवस्था भन्ने हाम्रो चाहिँ इच्छा छ। ल फेरि अब अर्को हप्ता भेटौँ ल।